ग्लोबल ओरेन्ज व्यवसाय एउटा डाइरेक्ट सेलिङ व्यवसाय हो जसमा हरेक व्यक्तिले आफै मेहनत गर्नुपर्ने हुन्छ। चाहे जब गर्नुहोस् चाहे बिजनेस, मेहनत चाहिँ आफै गर्नुपर्छ, अरू कसैले पनि गर्दिन्न। र व्यवसाय गर्दै जाँदाखेरि यसमा सबैभन्दा मूल्य प्राथमिकता केलाई दिन्छ भनेपछि हेल्थ, वेल्थ, ह्याप्पिनेसलाई। अनि कसको जीवनमा सुख, शान्ति, समृद्धि कसको जीवनमा चाहिएको छैन? हेल्थ, वेल्थ, ह्याप्पिनेस कसको जीवनमा चाहिएको छैन? सबको जीवनमा चाहिएको छ। अनि त्यसमा एउटा सिस्टम हुन्छ, अनि यो कम्पनीमा नि सिस्टम छ, अनि त्यही सिस्टम फलो गरेर हामीले काम गर्ने हो। हजुरहरूले गर्नु नगर्नु, सक्नु नसक्नु, यो हाम्रो कमजोरी हो। त्यही भएर ग्लोबल ओरेन्ज व्यवसाय गर्दै जाँदाखेरि अप्स एन्ड डाउन आउँछ, तर त्यो अप्स एन्ड डाउनलाई आफूले कसरी ट्याकल गर्ने हो आफ्नो हातमा हुन्छ। अनि काम गर्दै जाँदाखेरि कम्पनीले थुप्रै सुविधाहरू छोडेको हुन्छ। ए बाबा, एउटा सामान्य कम्पनीमा सुविधा छोडेको हुन्छ भनेपछि त यो इन्टरनेसनल लेभलको कम्पनी हो नि त। अनि सरकारी जबै गर्दै जाँदा हेर्नु, वर्षमा पार्टी, वर्षमा टुर हुन्छ त। त्यस्तै ओरियन्सले के छोडेछ भन्दाखेरि हरेक व्यक्तिले आफूलाई म सक्षम छु भनेर काम गरेर देखाउनलाई टुर छोडेछ त। टुर जानेले टुर जानु, रमाइलो गर्नु। अब नसक्ने व्यक्तिले त भाँडा मोल्ने काम पनि मेरी बाबै लाग्छ के।